आजको यस भिडियोमा हामी बागमती प्रदेशको दोस्रो आवधिक योजनाबाट सम्भावित प्रश्न उत्तरहरू लिएर आएका छौँ। विगतका परीक्षाहरूमा सोधेका प्रश्नहरूसहित र सम्भावित प्रश्न उत्तरहरू लिएर आएका छौँ। साथीहरूले सही जवाफ दिने प्रयास गर्नुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। आजको प्रश्न नम्बर 1 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजना कहिलेदेखि लागू भएको हो? यो सामान्य जानकारीको लागि यो पनि हामीले कहिलेदेखि लागू भयो, कहिलेदेखि कहिलेसम्म यसको आवधिक योजना चाहिँ थाहा पाइराख्नुपर्ने हुन्छ। आर्थिक वर्ष 2081-82देखि, आर्थिक वर्ष 2082-83देखि, आर्थिक वर्ष 2083-84 र अप्सन डी आर्थिक वर्ष 84-85 रहेको छ। साथीहरूले सही उत्तर, सम्भावित उत्तरलाई चाहिँ कमेन्ट गर्नुहोला। यसको उत्तर अहिले हेरौँ है। यसको सही उत्तर रहेको छ अप्सन ए, आर्थिक वर्ष 2081-82। यसै गरी प्रश्न नम्बर 2 तर्फ जाउँ। बागमती प्रदेशको दोस्रो आवधिक योजना कति वर्षीय योजना रहेको छ? यो पनि सोध्न सक्ने सम्भावित प्रश्न उत्तर हो। अप्सन ए 3 वर्षीय, अप्सन बी 10 वर्षीय, अप्सन सी 5 वर्षीय र अप्सन डी 20 वर्षीय। यसको सही उत्तर रहेको छ अप्सन सी 5 वर्षीय। यो जति पनि प्रदेशहरूले आफ्नो आवधिक योजनाहरू बनाएका छन्, यी सबै पञ्चवर्षीय योजनाहरू छन्। अहिले हामीले अस्ति मात्रै हेऱ्यौँ कोसीको दोस्रो आवधिक योजना, त्यो पनि 5 वर्षीय आवधिक योजना नै रहेको थियो। यसै गरी जाउँ प्रश्न नम्बर 3 तर्फ। प्रश्न नम्बर 3 रहेको छ, बागमती प्रदेशको रूपान्तरण आर्थिक समृद्धि र समतामूलक समाज कुन आवधिक योजनाको दीर्घकालीन सोच रहेको छ अथवा दीर्घकालीन सोच हो भनेर सोधियो। अप्सन ए पहिलो आवधिक योजना, अप्सन बी दोस्रो आवधिक योजना, सी तेस्रो आवधिक योजना र डी 16औँ योजना। यसको सही उत्तर अप्सन बी दोस्रो आवधिक योजना हो। किनकि अहिले हामीले दोस्रो आवधिक योजनालाई नै मुख्य फोकस गरेर दोस्रो आवधिक योजनाबाट सम्भावित प्रश्न उत्तरहरू ल्याएका छौँ। त्यसैले यो पहिलो आवधिक योजनाबाट प्राय प्रश्नहरू चाहिँ अब आउने इक्जामहरूमा सोधिँदैन। सोधे पनि पहिलो आवधिक योजनाको उपलब्धिहरूबाट चाहिँ सोध्न सक्छ। साथीहरूले त्यसलाई हेर्न सक्नुहुन्छ बरु पुरानो आवधिक योजनाबाट भने अहिले प्राय चाहिँ अब सिलेबसमै हाम्रो दोस्रो आवधिक योजना भनेर लेखिएको छ। त्यो कारणले गर्दा दोस्रोबाट नै सोध्छ। हिजो मात्रै भएको कोशी प्रदेशको प्रथम पत्रको जुन परीक्षा थियो प्राविधिकतर्फ, त्यहाँ पनि यो दोस्रो आवधिक योजनाबाट 2वटा प्रश्नहरू सोधिएका थिए। पहिलो आवधिक योजनाको उद्देश्य के अरे सोच चाहिँ यो होइन, दोस्रो आवधिक योजना जुन अहिले 2081-82बाट चाहिँ लागू छ त्यसको सोच रहेको छ। कहिलेकाहीँ चाहिँ दोस्रो आवधिक योजनाको दीर्घकालीन सोच के रहेको छ भनेर पनि सोध्न सक्छ। यहाँ अप्सनहरूमा चाहिँ यो यति ठुलो लेख्न नसकेर नमिलेर चाहिँ मैले सोचमाथि लेखेर यो कुन आवधिक योजनाको हो भनेर चाहिँ यसरी सोधियो। सोद्धाखेरि चाहिँ दोस्रो आवधिक योजनाको सोच के रहेको छ, दोस्रो आवधिक योजनाका उद्देश्यहरू रणनीतिहरू प्रायः सोध्ने गर्दछ। त्यसै गरी तेस्रो आवधिक योजना आएकै छैन अहिले, अब 85-86 यो एक्सपायर भइसकेपछि आउने हो बल्ल। 16औँ योजनाले पनि 16औँ योजनाको चाहिँ यो दीर्घकालीन सोच छैन, यो रहेको छैन। हामीले 16औँ योजनामा पनि भिडियो बनाएका छौँ, साथीहरूले त्यसलाई पनि प्लेलिस्टमा गएर हेर्न सक्नुहुनेछ। ल यसै गरी प्रश्न नम्बर 4 तर्फ जाउँ। सुशासन अभिवृद्धि गर्दै समृद्धि तथा समतामूलक प्रदेश निर्माण गर्ने दोस्रो आवधिक योजनाको के हो भनेर सोधियो। यो युनिकोडबाट टाइपिङ गरेको भएर अलिकति समृद्धि यस्ता वर्डहरू चाहिँ अलिकति फरक फोन्टमा आएका छन्। त्यसलाई साथीहरूले बुझिदिनु होला।
अप्सन ए रहेको छ रणनीति, बी रहेको छ लक्ष्य, सी प्राथमिकता र डी उद्देश्य। यो सुशासन अभिवृद्धि गर्दै समृद्धि तथा समतामूलक प्रदेश निर्माण गर्ने भनेर चाहिँ दोस्रो आवधिक योजनाको के हो भनेर सोधियो। यसको उत्तर साथीहरूले कमेन्ट गर्दै गर्नुहोला। यसको सही उत्तर हो अप्सन बी लक्ष्य। यही प्रश्नलाई चाहिँ दोस्रो आवधिक योजनाको अथवा बागमती प्रदेशको दोस्रो आवधिक योजनाको लक्ष्य के रहेको छ भनेर पनि सोध्न सकिन्छ। यदि लक्ष्य सोधेको खण्डमा सुशासन अभिवृद्धि गर्दै समृद्धि तथा समतामूलक प्रदेश निर्माण गर्ने भन्ने चाहिँ बागमती प्रदेशको दोस्रो आवधिक योजनाको लक्ष्य रहेको छ। यसै गरी प्रश्न नम्बर 5, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले प्रदेशको कुल जिडिपीमा कृषिको योगदान कति पुर्याउने लक्ष्य लिएको छ? यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न हुन सक्छ। विगतमा सोधिसकेको प्रश्न हो। पहिलो आवधिक योजना हुँदाखेरि चाहिँ सोधेको प्रश्न। अप्सन ए 24.1, अप्सन बी 12%, यसै गरी अप्सन सी 21.33% र अप्सन डी 37%। यसको सही उत्तर रहेको छ अप्सन बी 12%। यो बागमती प्रदेशले दोस्रो आवधिक योजनाको अन्त्यसम्ममा चाहिँ कुल जिडिपीमा बागमती प्रदेशभित्रको कुल जिडिपीमा कृषिको योगदान चाहिँ 12% पुर्याउने लक्ष्य लिएको छ। यो चाहिँ अहिले प्रदेश विशेष हो, त्यही भएर प्रदेश मात्रै बुझ्नु होला। यसै गरी प्रश्न नम्बर 6 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनामा कतिवटा उद्देश्य रहेका छन्? यो उद्देश्य रणनीतिहरू एकदमै महत्त्वपूर्ण छ। अप्सन ए 3वटा, अप्सन बी 12वटा र अप्सन सी 5वटा, अन्त्यमा रहेको छ अप्सन डी 6वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 12वटा। यसै गरी प्रश्न नम्बर 7 रहेको छ, बागमती प्रदेश दोस्रो आवधिक योजनामा कतिवटा रणनीति रहेका छन्? अप्सन ए 4वटा, अप्सन बी 9वटा, अप्सन सी 12वटा र अप्सन डी 14वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 9वटा। यसै गरी प्रश्न नम्बर 8 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले योजनाको अन्तसम्म औसत आर्थिक वृद्धि दर कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 5.24%, अप्सन बी 6.4%, अप्सन सी 9.2% र अप्सन डी 12.4%। यसको सही उत्तर रहेको छ अप्सन बी 6.4%। यसै गरी प्रश्न नम्बर 9तर्फ जाउँ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले योजनाको अन्तसम्म प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 1233 अमेरिकी डलर, अप्सन बी 1450 अमेरिकी डलर, अप्सन सी 2484 अमेरिकी डलर र अप्सन डी 3580 अमेरिकी डलर। यसको सही उत्तर रहेको छ अप्सन डी 3580 अमेरिकी डलर। अगाडि जाउँ प्रश्न नम्बर 10तिर। प्रश्न नम्बर 10 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले बेरोजगारी दर कतिमा झार्ने लक्ष्य लिएको छ? अप्सन ए रहेको छ 7%, बी 4%, सी 6.8% र अप्सन डी 0%। योभन्दा पहिला आर्थिक वर्ष 2080-81मा चाहिँ 7% रहेको थियो भने अब यो दोस्रो आवधिक योजनाले 4%मा झार्ने चाहिँ लक्ष्य निर्धारण गरेको छ। यसै गरी प्रश्न नम्बर 11तिर जाउँ।
बागमती प्रदेशको दोस्रो आवधिक योजनाले खेतीयोग्य भूमिमा सिँचाइको सुविधा कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 40%, अप्सन बी 50%, सी 80% र डी 100%। धेरै साथीहरूको कमेन्ट आइरहेको छ, मैले देखिरहेको छु। ठिक छ, मिलिरहेको छ धेरै साथीहरूको। कोही नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। यसको सही उत्तर रहेको छ अप्सन बी 50%। ठिक छ, मैले यो साथीहरूको कमेन्टहरू यो अप्सनहरू एबिसिडी भन्नुभएको छ। अब धेरैको केही साथीहरूले सही पनि लगाउँदै हुनुहुन्छ, त्यही भएर मैले सबै यो कमेन्टहरू पढेन। साथीहरूले केही त्यस्तो क्वेसनहरू छन् भने म पढ्छु, कमेन्ट गर्नु होला है त। ठिक छ, होइन सोध्छ यहाँबाट। यो भर्खरै हाम्रो के भन्छ अहिले कोशी प्रदेशमा पनि त हिजो सोध्यो नि। सोध्छ, यो त 81देखि सुरु भइसकेको हो नि त, अलरेडी 1 वर्ष भइसक्यो। लोकसेवामा त कम्तीमा पनि 3 वर्ष के अरे सरी कम्तीमा पनि 3 महिना अगाडिसम्मको डाटाहरू त सोध्ने नै भनेको हुन्छ। त्यो कारणले गर्दा यो त 1 वर्ष पुरानो भइसक्यो। अहिले आर्थिक वर्ष यो 2081-82बाट सुरु भएको, अहिले त अब 82-83 आउने बेला भइसक्यो। त्यो कारणले गर्दा सिलेबसमै छ त तपाईँहरूको, सिलेबसमा भएपछि आउँछ मजाले। ल ठिक छ, ठिक। ल प्रश्न नम्बर 12 जाउँ। प्रश्न नम्बर 12 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले योजनाको अन्तसम्म कृषि क्षेत्रको वार्षिक वृद्धि दर कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 1.5%, बी 6.8%, सी 5.9% र डी 8%। यसको सही उत्तर रहेको छ अप्सन सी 5.9%। र यसको औसत आर्थिक वृद्धि दर सोधेको खण्डमा चाहिँ 6.8% रहेको छ, जुन अप्सन बीमा छ। औसतमा चाहिँ 6.8% पुर्याउने लक्ष्य छ भने यो आवधिक योजनाको अन्तसम्म अथवा अन्तिम वर्षमा चाहिँ 5.9% आर्थिक वृद्धि दर चाहिँ रहनेछ भनेको। आर्थिक वृद्धि दर पुर्याउने लक्ष्य भनेको 5.9 छ 2085-86मा, र सबै वर्षहरूको यो 5वटै वर्षको औसत निकाल्दाखेरि औसतमा चाहिँ 6.8% रहेको छ। यो पनि साथीहरूले नोट गरिराख्नु होला। औसतमा भन्दाखेरि चाहिँ 6.5% हुनेछ यो आवधिक योजनाको दोस्रो आवधिक योजनाभरिको, र अन्तिम वर्षको वृद्धि दर हेर्दा 5.9% चाहिँ पुगेको हुनेछ 2085-86मा। ठिक छ, यसरी चाहिँ यो दुईवटै अप्सनहरूको बारेमा बुझिराख्नु होला। यसै गरी प्रश्न नम्बर 13 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले योजनाको अन्तसम्म मानव विकास सूचकाङ्कमा कति अङ्क हासिल गर्ने लक्ष्य लिएको छ भनेर सोध्यो। अप्सन ए 0.661, अप्सन बी 0.685, अप्सन सी 1.25 र अप्सन डी 2.054। यसको सही उत्तर अप्सन बी 0.685 छ। योभन्दा पहिलो आवधिक योजनाको उपलब्धि 0.661, यो अप्सन एमा रहेको चाहिँ पहिलो आवधिक योजनाको उपलब्धि हो, यतिमा थियो भने अब दोस्रो आवधिक योजनाले चाहिँ 0.685 हासिल गर्ने चाहिँ लक्ष्य लिएको छ। यसै गरी अगाडि बढौँ प्रश्न नम्बर 14तर्फ। बागमती प्रदेशको दोस्रो आवधिक योजनाको अन्तसम्म गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कतिमा झार्ने लक्ष्य लिएको छ? अप्सन ए 12.6, अप्सन बी 17.20, अप्सन सी 7.6% र अप्सन डी 5%। यसको सही उत्तर अप्सन सी 7.6%मा झार्ने लक्ष्य लिएको छ भने आर्थिक वर्ष 2080-81मा
गरिबीको रेखामुनि रहेको जनसङ्ख्या चाहिँ 12.6% थियो भने अब यो दोस्रो आवधिक योजनाले 7.6मा झार्ने लक्ष्य लिएको छ। यसै गरी प्रश्न नम्बर 15तर्फ अगाडि बढौँ। बागमती प्रदेशको दोस्रो आवधिक योजनाले योजनाको अन्तसम्ममा साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 100%, अप्सन बी 90%, अप्सन सी 80% र अप्सन डी 50%। यसको सही उत्तर रहेको छ अप्सन ए 100%। 100% साक्षर बनाउने चाहिँ लक्ष्य लिएको छ बागमती प्रदेशको दोस्रो आवधिक योजनाले। यसै गरी प्रश्न नम्बर 16तर्फ जाउँ अगाडि। बागमती प्रदेशले दोस्रो आवधिक योजनाको अन्तसम्म औसत आयु कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 65 वर्ष, अप्सन बी 69 वर्ष, अप्सन सी 76 वर्ष र अप्सन डी 80 वर्ष। यसको सही उत्तर अप्सन सी 76 वर्ष हो। यसै गरी प्रश्न नम्बर 17 रहेको छ, नेपालको कुल एजिडिपीमा बागमती प्रदेशको कृषि क्षेत्रले कति योगदान पुर्याएको छ? यो चाहिँ नेपालको कुल कृषि ग्राहस्थ्य उत्पादनमा बागमती प्रदेशको कृषिले चाहिँ कति प्रतिशत हिस्सा ओगटेको छ अथवा कति योगदान पुर्याएको छ भनेर सोधियो। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो। यसको अप्सन ए छ 21.9%, अप्सन बी छ 14.7%, अप्सन सी 17.6% र अप्सन डी 21%। यसको सही उत्तर रहेको छ अप्सन सी 17.6%। नेपालको कुल कृषि ग्राहस्थ्य उत्पादनमा बागमती प्रदेशको कृषि क्षेत्रले चाहिँ 17.6% ओगटेको छ। यसै गरी प्रश्न नम्बर 18तर्फ जाउँ। बागमती प्रदेशको दोस्रो आवधिक योजनाले धानको उत्पादकत्व कति पुर्याउने लक्ष्य लिएको छ? योभन्दा पहिला कोशी प्रदेशले चाहिँ 80मा 2080 सालको परीक्षामा सोधिसकेको क्वेसन पनि हो। यसै गरी बागमतीको लागि अथवा अन्य प्रदेशहरूको लागि पनि सम्भावित प्रश्न भएको कारणले यसको विशेष गरी धान मकै र गहुँको उत्पादकत्व चाहिँ धेरै पटक सोधिएको छ, प्रमुख बाली भएको कारणले पनि। अप्सन ए 4.1 मेट्रिक टन प्रति हेक्टर, अप्सन बी 3.8 मेट्रिक टन प्रति हेक्टर, सी 7.5 मेट्रिक टन र डी 8 मेट्रिक टन प्रति हेक्टर। यसको सही उत्तर रहेको छ 4.1 मेट्रिक टन प्रति हेक्टर। यो पहिला पनि सोधिसकेको छ, त्यो कारणले पनि राखिएको हो। र अप्सन 19 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले मकैको उत्पादन कति मकैको उत्पादकत्व कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 3.1 मेट्रिक टन प्रति हेक्टर, बी 3.5 मेट्रिक टन प्रति हेक्टर, सी 4.5 मेट्रिक टन प्रति हेक्टर र डी 6.5 मेट्रिक टन प्रति हेक्टर। यसको सही उत्तर रहेको छ अप्सन बी 3.5 मेट्रिक टन प्रति हेक्टर। यो कम्तीमा पनि हामीले प्रमुख बाली चाहिँ पढ्न पर्यो। र प्रश्न नम्बर 20 रहेको छ, बागमती प्रदेशको दोस्रो आवधिक योजनाले गहुँको उत्पादकत्व कति पुर्याउने लक्ष्य लिएको छ? अप्सन ए 2.2 मेट्रिक टन प्रति हेक्टर, अप्सन बी 3.2 मेट्रिक टन प्रति हेक्टर, अप्सन सी 4.9 मेट्रिक टन प्रति हेक्टर र अप्सन डी 8.5 मेट्रिक टन प्रति हेक्टर। यसको सही उत्तर अप्सन बी 3.2 मेट्रिक टन प्रति हेक्टर। यसको पिडिएफ भन्नुभएको छ। पिडिएफ मैले यो डिस्क्रिप्सन बक्समा राखिदिन्छु लिङ्क, त्यहाँबाट चाहिँ डाउनलोड गर्नुहोला। कि पावर पोइन्टको भन्नुभएको? पिपिटी त स्क्रिनसट लग्दा हुन्छ, भिडियो डाउनलोड गरेर राख्दा पनि भयो यसलाई।
अथवा नोट गर्दा पनि भयो, नोट गर्दाखेरि अझै बेटर। र अन्य बालीहरूको चाहिँ यसमा यो टेबलमा छ, स्क्रिनसट गर्नुहोला। सबै लगभग हाम्रो खाद्यान्न बाली, तेलन, यो दलहन बालीहरू, फलफुल बाली सबैको चाहिँ यसमा उत्पादकत्व राखिएको छ। यो चाहिँ उत्पादकत्व यो लाइनमा, यो सबै चाहिँ मेट्रिक टन प्रति हेक्टरमा हो। ठिक छ। बागमती प्रदेशको दोस्रो आवधिक योजनाबाट सोध्न सक्ने सम्भावित प्रश्न उत्तरहरू हामीले सबै लगभग यसमा कभर गरेका छौँ र विगतमा सोधेका सबै मोडेलहरू हेर्दै यी 20वटा प्रश्नहरू हामीले तयार पारेका थियौँ, जुन अस्ति कोशी प्रदेशमा पनि मिल्न गएको थियो। कोशी प्रदेशमा पनि यही आवधिक योजनाबाट सोधेको थियो र यसै गरी बागमती प्रदेशको लागि यो भिडियो पनि एकदमै लाभदायी हुनेछ साथीहरूलाई। यसको PDF डिस्क्रिप्सन बक्समा राखिएको छ भने यस्तै अन्य भिडियोहरूको लागि यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। हस्, धन्यवाद।